म चाहिँ खुर्सानीको सिङ जुरो लगाएर ढिँडो बोकेर आएँ। अनि यहाँ चाहिँ छ कुखुराको मासु, यो चाहिँ भालेको अन्डा। यो भालेको अन्डा चाहिँ अन्डा हो कि किड्नी पो, अब के पो हुने हो। यो चाहिँ नपकाइकन पनि खाँदो रहेछ नि त मान्छेहरूले। यहाँ चाहिँ खरायो छ मेरो 3टा, चकचक गर्दा गर्दा यहाँ बिसाएछन्। अहिले चाहिँ सुतेको तिमीहरूलाई भन्ने वास्ता बेस्ता छैन। छोरी पाल्नु पर्दैन ल हजुर। ढिँडो चाहिँ जसो तसो 1 घन्टा लाएर पनि पकाएँ मैले। सो हेलो हाई नमस्ते एन्ड वेलकम ब्याक टु अनदर ब्लग। जिरेल ब्लगमा फेरि पनि स्वागत छ यहाँहरूलाई। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। यो हो जिरी नगरपालिका वार्ड नम्बर 4 जिरेल बस्ती हजुरहरू। म चाहिँ अहिले बिहानको खाना बनाउन लागेको छु। खाना बनाउन लागेको छु हजुरहरू। खानामा चाहिँ मेरो रहेको छ आज कुखुराको मासु र गहुँको ढिँडो। एकदमै मिठो हुनेवालामा छ। आउनुहोस् है हजुरहरू पनि कुखुराको मासु र गहुँको ढिँडो खानुलाई। ल हजुरहरू तेल चाहिँ पाकिसक्यो। मसँग छ यहाँ 1 केजी अलि छैन होला चिकन छ यहाँ। अनि मसँग यहाँ छेप्पी पनि रहेको छ। छेप्पी चाहिँ मेरो कुखुराको मासुमा एकदमै सुट गर्छ। मैले अस्ति पनि भनिसकेको छु यहाँहरूलाई। अब तेल चाहिँ बढी नै पाकेछ क्या। त्यसै गरी अब छेप्पीलाई पनि राख्छौँ। मलाई चाहिँ सबभन्दा मनपर्ने चाहिँ गहुँको र फापरको ढिँडो है। कोदोको पनि ठिकै लाग्छ। कोदो चाहिँ खासै लाग्दैन। फापर र गहुँको ढिँडो चाहिँ एकदम मिठो हुन्छ हजुरहरू। यसरी आफ्नै घरमा पालेको कुखुरा चक्क काटेर काटेको त यहाँ चाहिँ खरायो छ मेरो 3टा। घाँसमाथि चढेर हेर नि त्यहाँ। घाँसमाथि चढ्छस् यो फुललाई चाहिँ के रोग लागेको होला कि हाम्रो जिरीतिर चाहिँ यो फुल चाहिँ प्रायः यस्तो सेतो हुने अनि राम्रोसँगै नफुल्ने। यसको कलर पनि यसको रियल कलर त यस्तो होइन नि त। गाढा पिङ्क हुन्छ तर यो पातहरू यसरी सेतो भए पछाडि चाहिँ फुल पनि यस्तो सेतो सेतो कलरको फुल्दो रहेछ। ल हजुरहरू हाम्रोतिर चाहिँ कोदोको बिउ यत्रो भइसक्यो। अबको हप्ता 10 दिनभित्रमा चाहिँ यो रोप्न लायक हुनेछ। हाम्रोतिर चाहिँ अहिले बिउ गर्ने सिजन छ। अनि यस्तो राम्रो भइसक्यो हरियाली ढकमक्क हरियाली पलाएर। ल हेर्नु न यहाँ यो बिरालोको बच्चाहरू कति बदमास हुने। ल हेर्नु त यहाँ चकचक गर्दा गर्दा यहाँ बिसाएछन्। अहिले चाहिँ सुतेको तिमीहरू। अर्को एउटा कता गएछ। मासु चाहिँ मजाले फ्राई गरिसक्यो हजुरहरू। जिरा लसुन खुर्सानी पेस्टलाई पनि राख्छु। छातीको बास्ना चाहिँ एकदमै मिठो आउने कि कुखुराको मासुमा। अनि थुक्पामा चाहिँ छाती भए पछाडि चाहिँ अरू चाहिँदैन हजुरहरू। ल हुन्छ कस्तो खाउँ भयो।
बिचरा यो आमा भन्ने जात हेर्नु न यहाँ कति भाग्छ बिचरा यो तिनटाले खेदेर खेद्दै पनि खेद्दै कुद्दै पनि यस्तो गर्छ दिनभरि कति वाक्क लाग्दो हो त बराई मलाई भन्ने वास्ता व्यस्त छैन छोरी पाल्नु पर्दैन नपाल्ने ल हजुरहरू ढिँडो पानी चाहिँ उम्ले मेरो एकजना मान्छेलाई पनि के ठुलो भाँडा पकाउनु भनेर यो सानो भाँडामै पकाउन लागेको मैले चाहिँ यति पनि खाइसक्छु मैले अलि बढी हुन्छ उता चुलामा चाहिँ बनाउनलाई हावा लागिरहेछ कि फेरि आज बाहिर त्यही भएर डर लाग्छ खुल्ला छ नि त कटेजमा अलि डर लाग्छ मलाई चाहिँ मासु पाक्यो हजुरहरू ल मजाले पाक्यो यो ग्यासमा ढिँडो पकाउन चाहिँ गाह्रै हुन्छ यसरी कराई हिँडिदिन्छ अनि यो खानुभन्दा गानु ठुलो हुन्छ यो ग्यासमा ढिँडो पकाउनु भनेको चाहिँ ल हजुर ढिँडो चाहिँ जसो तसो 1 घन्टा लाएर पनि पकाएँ मैले पकाउनु चाहिँ यति भएपछि पेट त दुख्दैन होला नि अब गाउँको त यसै पनि अब गहुँ भुटेर पिठो पिस्या हुन्छ नि त त्यही भएर खासै दुख्दैन कोदोहरूको चाहिँ अब कोदोको मकैको चाहिँ ग्यासमा पकाउँदाखेरि अलि पाकेन कि भन्ने डाउट हुन्छ पाक्न त पाकेको हुन्छ म चाहिँ खुर्सानीको सिङ जुरो लगाएर ढिँडो बोकेर आएँ अनि यहाँ चाहिँ छ कुखुराको मासु यो चाहिँ भालेको अन्डा ढिला नगरिकन फटाफट ढिँडो खाएँ है त हजुरहरू मैले मलाई चाहिँ ढिँडो चाहिँ यही चोप्न मनपर्छ खुर्सानी चाहिँ मेचिहालौँ खुर्सानी त यहाँ तरकारीमा पनि छ त्यही पनि मिचेर खाऊँ भनेर नि हो कस्तो तातो ढिँडो अलि साह्रो भयो क्या हो केही छैन मैले चाहिँ ढिँडो खाएँ त हजुरहरू वाह दामी मिठो भएछ दामी कागती चाहिँ सुकिसकेछ मेरो घरको तल खान जाऊ तल दिएको छ त तल कचौरामा आउँदैन यहाँ त यहाँ हुँदैन हुन्न तल जाऊ तल आफूलाई दिएको चाहिँ नखाने यो भालेको अन्डा चाहिँ अन्डा हो कि किड्नी पो अब के पो हो कुनै हो यो चाहिँ नपकाइकन पनि खाँदो रहेछ नि त मान्छेहरूले यो चाहिँ नपकाइकन खाँदाखेरि पनि काँचै खायो भने पनि ढाड दुख्ने हराउँछ भन्दो रहेछ के कति साँचो हो त्यो चाहिँ मलाई थाहा भएन मिठो हुँदो रहेछ